ब्याक न्यू ब्लगहरू एकदम सन्चै आरामै हुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु अनि आज यसो बिहान उठेर ग्यास भगाउनु दिएको होइन अनि यसो अनि आज यसो अलिकति अब अल्छी लाग्यो क्या अनि आज शनिबार छ होइन अब शनिबार आज छुट्टी दिएछ क्या सबैको होइन स्कुल बिदा यसो अनि त्यसै आज यसो के कस्तो भ्लग हुन्छ होइन के हुन्छ म हजुरलाई भन्छु होइन ल गाइस भ्लग ल म केटाहरू चाहिँ यतातिर छ होइन अनि देख्न सक्नुहुन्छ गाइस यता छ ऊ यता व्यस्त छ सो अनि लाइन गरेर सबैजना यहाँ बसेर छ गाई लाइन सबै भित्रतिर छिर्छ गाइस गाइस होइन अनि सो अब ल गाइस होइन यतै तलतिर ल हामी चाहिँ मासतिर होइन अनि देख्छु ग्यास भ्यू चाहिँ बवाल छ है ल हेर्नु न अप्प बवाल छ क्या हामी चाहिँ बाटो आएको त्यही उसो गाडी तपाईँहरूको यो पुलबाट आएको हामी चाहिँ गाडी छैन अनि यो पुलदेखि आउँदा हामी चाहिँ ठिक्क माथि आइपुग्यौँ देख्छु ग्यास भ्यू चाहिँ बवाल छ है अरे हामी चाहिँ यहाँ कोक बजार खाल्छु होइन अनि यसो इन्जोय गरेको छ कोकको होइन सो हेर्नु सक्नुहुन्छ गाइस भ्यू हेर्दै होइन देख्नु सक्नुहुन्छ गाइस अब धेरै पछि आयो यतातिर पनि गाइस घुम्न होइन सो हालिहाल्छ नि दिदी अनि यतापट्टि चाहिँ यस्तो बादल हेर्नु न गाइस बादलहरू बबाल देखेको छ होइन अनि यता परतिर चाहिँ उता हो बम्बे इटालीतिर हो देख्नु सक्नुहुन्छ गाइस हजुर पनि आउनु सक्नुहुन्छ होइन अब घुम्न आउनु सक्नुहुन्छ अब खै के भन्छ ठाउँको नाम थाहा छैन मलाई अनि उयो तलको पुल देखेर तपाईँहरू यो तलको पुल देख्नु भयो भने चाहिँ होइन त्यही तलको पुल भएर आउनु न माथिसम्म होइन अनि हजुर
यो देख्न सक्नुहुन्छ क्या यहाँ बस्ने ठाउँ भनेको यो नाम भन न ठाउँको नाम थाहा भए पो भन्नु त त्यति त्यहाँ पढ बोर्ड बोर्ड ए बोट देख्न सो गाइस देख्न सक्नुहुन्छ बोट त्यहाँ छ होइन अब हेर्न सक्नुहुन्छ कुन गाइस बोट पढ्नु होला ए ल यता गाइस होइन अनि आउनु सक्नुहुन्छ यहाँ ठ्याक्क चौतारा छ होइन बस्ने ठाउँ देख्न सक्नुहुन्छ बबाल छ सिम चाहिँ अब हामीले चाहिँ ठ्याक्क लगाएर कोकसोक खाइसकेको छौँ होइन अनि अब हामीले चाहिँ यहाँदेखि निस्किन्छौँ होइन निस्छौँ यो भ्यू चाहिँ एकदमै राम्रो छ होइन हाम्रो केटाहरू आउनुपर्छ ल यसो भयो भने आउनुपर्छ होइन एकदिन हामी पनि इन्जोय गरेर आउनुपर्छ यसो भयो भने चाहिँ मासु जलबाट होइन बोकेर आउनुपर्छ है गाइस आउनु है ल हजुर आउनु सक्नुहुन्छ एकदमै बवाल छ होइन बवाल भन्दा पनि अलिकति सिमहरू चाहिँ पाइन्छ होइन अनि हावा चाहिँ आउँदैछ दिदी बाइक तान्नु छोडेर यार दिदी कविताले हावा खुवायो एउटा कोक खुवायो आशिषले सो गाइस ल तपाईँ अनि तिम्रो पो लभ पर्छ तर तिम्रो त्यस्तै आउँछ दिमागमा के आउँदैन मेरो दिमागमा के आउँछ खेल्ने डुल्ने यो धरानको मान्छेहरूको सबै सोच त्यस्तै हो क्या दिदी त्यही मेरोसँग त गरेर खेल्नुपर्छ डुल्नुपर्छ तपाईँ त अनि अब के गर्नु अब सानो सानो बच्चासँग नै खेल्दैछ हेपेको होइन क्या दिदी सम्झेको क्या थाहा छैन कि भनेर के कठमाडौँको मान्छे अब भित्रको भित्र प्रपोज गरिहाल्नु अनि म रिजेक्ट गरिदिइहाल्छु फाइनली हामी चाहिँ यहाँ होइन घर आइसकेको छौँ हाम्रो ठाउँ के भन्नु दिदी भन्नु त ल भन्नु न बोल्नु न पारा मात्रै भन्नु नि त्यति भन्ने अब अरू भन्नुलाई तिमीले मेरो दिल दुखाइदिएको दिल त्यति राम्रो बन्नु होइन त्यही भन्न चाहन्छु अनि आजको भ्लग चाहिँ फेरि पनि यति नै हुन आँटेको छ भने नि हिजोको भ्लग चाहिँ यति नै हुन आँटेको छ ल यदि नयाँ हुन्छ भने सब्सक्राइब हान्नु होला होइन ल ल ह्यान्डसेक ल ह्यान्डसेक ल कता ल ह्यान्डसेक हिजो त हामी होइन फ्री फायर खेल्दा होइन हामी दुईवटा जितेर अनि हामीले दुईवटा आइसक्रिम फ्रीमै खाइदिएको नि गाइस ल सो गाइस ल कस्तो लाग्यो मेरो ब्लग होइन यदि राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब हान्नु नहुनु होला ल हिजोको भ्लग चाहिँ यति नै हो ल आजको लागि चाहिँ यति नै अब फेरि पनि नयाँ आउनुपर्छ फेरि ल ल ठिकै हो